अस्ट्रेलिया जाने तयारीमा हुनुहुन्छ? एकछिन पर्खनुहोस्। अस्ट्रेलिया सरकारले विद्यार्थी भिजामा केही ठूला र कडा नियमहरू ल्याएको छ। आप्रवासीको संख्या घटाउने उद्देश्यले अस्ट्रेलियाले भिसा प्रक्रियालाई निकै कडा बनाएको छ। तपाईले जान्नै पर्ने 3 मुख्य परिवर्तनहरू यस्ता छन्। नम्बर 1, विद्यार्थी संख्यामा सीमा। अब कलेज र युनिभर्सिटीले चाहे जति विद्यार्थी भर्ना गर्न पाउने छैनन्। यसले गर्दा नेपाली विद्यार्थीका लागि अवसर सीमित हुन सक्छ। नम्बर 2, बढेको आर्थिक भार। भिजाका लागि देखाउनु पर्ने ब्याङ्क ब्यालेन्सको रकम बढाइएको छ र यसमा निकै कडाई गरिएको छ। आर्थिक तयारी अब झनै बलियो बनाउनु पर्नेछ। नम्बर 3, कडा जेन्युइन स्टुडेन्ट टेस्ट। तपाई साच्चै पढ्न नै जान लागेको हो भनेर प्रमाणित गर्न अब झनै गाह्रो हुनेछ। सानो शंकाले पनि भिजा सिधै रिजेक्ट हुन सक्छ। त्यसैले अस्ट्रेलिया जाने योजना बनाउनु अघि राम्रोसँग अनुसन्धान गर्नुहोस्, बलियो तयारी गर्नुहोस् र सही जानकारी लिनुहोस्। यो भिडियो शेयर गरेर अरूलाई पनि सचेत गराउनुहोला।